हाम्रो नेपाली सेना चाहिँ सीमानामा जानै नहुने त्यस्तो के कसम खाएर बसेको रहेछ। नेपाल सरकारले सीमानामा पठाउनु चियाउनु पनि पठाउन नमिल्ने खालको, अवलोकन गर्न पठाउन पनि नमिल्ने खालको के चाहिँ करार गरेको रहेछ कि त त्यो करार पत्र, त्यो सन्धि यहाँनिर देखाइदिनु पर्यो हामीलाई। सार्वभौम संसद, हामी सबै सार्वभौम सांसदहरू जान्न चाहन्छौँ, बुझ्न चाहन्छौँ। सूचनाको हक होइन, संविधानको धारा 27 हामीलाई तपाईँको चाहिँ के अरे जानकारी होस्। अन्यथा त्यसरी चाहिँ सुरक्षा बिनाको सिमाना, खुल्ला सिमाना जसले पनि मिच्छ, आज यति मिच्यो उति मिच्यो भनेर भनिरहेका छौँ हामी। यो 50औं वर्ष 100औं वर्षदेखि मिचिँदै आएको छ। त त्यो सिमानामा हामीले सुरक्षा फौज किन पठाउँदैनौँ? गृहमन्त्रीज्यू यहीँ हुनुहुन्छ, उहाँले पनि विशेष समय लिएर उत्तर दिए हुन्थ्यो है। कसरी चाहिँ हाम्रो देश चलिरहेको छ? हामी यहाँनिर बजेटका कुरा गरिरहेका छौँ, BYD का कुराहरू गरिरहेका छौँ, संसदीय छानबिन समितिका कुराहरू गरिरहेका छौँ। यो भनेको हाम्रो भित्रको कुरा, आन्तरिक कुरा हो, महत्त्वपूर्ण छन्, तर दोस्रो प्राथमिकतामा पर्छ त्यो। पहिलो प्राथमिकता भनेको हाम्रो सिमाना नै हो। त्यो सिमानामा हामीले चाहिँ किन ध्यान दिएनौँ? हाम्रो भूगोल बिनाको, माटो बिनाको देश हुन्छ र? सम्भव छ र? 3 करोड नेपालीले चाहिँ जान्न चाहेको छ। कारण के हो? हामीले हाम्रो सिमानामा नेपाली सेनालाई लान नमिल्ने कुरा के रहेछ? कहाँ हामीले के सन्धि गरेका छौँ त? हामीलाई जान्नु तपाईँको चाहिँ के अरे पर्यो। अब हामी जान्न चाहन्छौँ।